नमस्कार सबैजनालाई म प्रकाश भुजेल। यतिखेर मैले नेपालबाट प्रत्यक्ष लाइभ भिडियोबाट बोलिरहेको छु भने टिकटकदेखिबाट फेसबुकमा विदेशमा बस्ने मेरा तमाम आमा बुबा दाजुभाइ दिदीबहिनी र श्रद्धालु भक्तजनहरूमा तपाईहरू नआत्तिन र नअत्ताउनको लागि म अनुरोध गर्न चाहन्छु। तपाईहरूको बुबा मम्मीहरू तपाईको घर परिवारमा छोरा छोरीहरू एकदमै आत्तिरहेका छन्। किन आत्तिरहेका छन्? आज मेरो आमा विदेशमा कमाउन गएका छन्, मेरा बाबा विदेशमा कमाउन गएका छन्। आज विश्वयुद्ध भयो, लडाईँ भइरहेको छ, ठाउँ ठाउँमा बम गोली बारुद पड्किरहेका छ। साँच्चीकै केही हतियार भएको च्याप्प समाउन सक्थ्यो, मिसाल फ्याट्ट आउँछ, ड्याङ्ग पड्किन्छ, कुन बेला थाहा छैन के हुन्छ। तर तपाईँ नेपाली हो, तपाईँ ती नेपाल आमाको छोरी हो, नेपाल आमाको छोरा हो, तपाईँ नेपाल बाबाको छोरा हो। कहिले आत्तिदैन, कहिले लुक्दैन, कहिले झुक्दैन। नेपाली शान दाम पाराले बस्ने छन्। नेपाली कहिले पनि अर्काको देशमा भए पनि एक्लो फिल गर्ने छैन, कहिले डराउने छैन। तपाईको शिरमा भगवान पशुपतिनाथ छन्, तपाईको शिरमा बौद्धनाथ छन्, तपाईको शिरमा गोसेगुण्डा पाँच पोखरी पाल्चोकी माई जयबायश्वरी कालिम्चोकी भगवती तालभारै ढोलभारै आमा बागलुङ काली तपाईको शिरमा छ, मनोकामना आमा तपाईको शिरमा छ। तपाईलाई रक्षा गरून्, 100 वर्षसम्म तपाईको आयुत्र होस्। त्यसैले जहाँ जहाँ हुनुहुन्छ तपाईहरू आज त्यो दुःखद कुरा सुन्न पर्दा विदेशमा तपाईँ नेपालीको छोरी हो, नेपालको छोरा हो, नआत्तिनुस्, नडराउनुस्। तपाईहरूको हामीलाई पनि दुःख लागेको छ। हाम्रो देशको नेपालको पनि परिस्थिति एकदमै नाजुक, एकदमै बिग्रिँदै गइसकेको छ। राजनीतिको नाममा फलाना पार्टीले जित्छ, ढिस्काना पार्टीले जित्छ भनेर पहिले भविष्यवाणी गर्नेहरू धेरै छन्। तर मैले अहिलेसम्म जति भविष्यवाणी गरेँ त्यो वाणी पक्कै नै कुनै दिन भगवानले मिलाए भने मिल्छन्, नत्र भने मैले बोलेर पनि केही हुनेवाला छैन। तपाईँ विदेशमा हुनुहुन्छ, पक्कै नडराउनुस्। तपाईहरूको अहिले एयरपोर्टहरू हरेक ठाउँहरूमा बन्द भइसकेको छ। पक्कै म भगवान पशुपतिनाथलाई प्रार्थना गर्छु, त्यो हाम्रो नै लडाईँ हो, त्यो तपाईको दुःख मेरो पनि दुःख हो। आज अर्काको देशमा बम गोली बर्स्यो भनेर हामी कहिले पनि यहाँनिर बसेर हाँस्दैनौँ। त्यो समय हाम्रो नेपालमा पनि नआउला भन्ने छैन। आज नेपालको धर्म मेटिँदैछ, संस्कार मेटिँदैछ, आफ्नो स्वाभिमानता मेटिँदैछ, आफ्नो पहिचान मेटाउँदैछन् नेपालीले पनि। भोलि यो समय 3-4 वर्षपछि नेपालमा पनि नआउला भन्ने छैन। र म भगवान पशुपतिनाथलाई प्रार्थना गर्छु चाँडै नै मिटिङ वार्ता होस् र अन्तर्राष्ट्रिय वार्ता भएर त्यो झै झगडाहरू साम्य हुन्। अहिले कली बौलाइरहेको छ, त्यही भएर तपाईहरू पनि चुप लाएर बस्नु होला, म पनि चुप लाएर बस्छु। हेरिराख्नुस् यो समयमा के को हुनेछ। यहाँ ढुङ्गा बोल्ने समय छ, यहाँ हाउले दिइरहेको अक्सिजनले हामीलाई नै अप्ठ्यारो पार्दै आउनेछ। त्यसैले सबैले आफ्नो ठाउँबाट भगवान पशुपतिनाथलाई सम्झिनुस्। मर्ने